स्कटल्यान्ड विरुद्ध नेपालले हार्नुका प्रमुख कारणहरू मैले बुझेका कारणहरूमा चाहिँ 1 नम्बरमा रहेको छ नेपालले सुरुमै बोलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन। ब्याटिङको कुरा गर्नुपर्दा सुरुवाती 10 ओभरमा नै निराशाजनक प्रदर्शन रह्यो। उता स्कटल्यान्डको ब्याटिङ भने धेरै राम्रो रह्यो। स्कटल्यान्डले 10 विकेट गुमाउँदा नै सेन्चुरी कटाउन सफल भयो। 2 नम्बरमा रहेको छ नेपालका बलरहरूले राम्रो दबाब दिन सकेनन् स्कटल्यान्डलाई। न त फास्ट न त स्पिनर दुवै बलरहरूले विकेट लिन सकेनन्। उनीहरूलाई विकेट हात पार्न निकै नै कठिन भयो। 3 नम्बरमा रहेको छ डेथ ओभरमा नेपालले राम्रो योजना बनाउन सकेनन्। यदि नेपालले राम्रो योजना बनाउन सकेको भए 194 रनको लक्ष्य बारे चिन्तन गर्न सकेको भए नेपालले सजिलै जित्न सक्ने थियो। नेपालको प्रदर्शन खासै राम्रो भएन। डेथ ओभरलाई नेपालले राम्रो तरिकाले सदुपयोग गर्न जानेन। त्यसैगरी 4 नम्बरमा रहेको समस्या चाहिँ नेपालले ब्याटिङ गर्दा पहिलो ओभरमै कुशल भुर्तेल ओपनर आउट हुँदा नेपाललाई ठुलो झड्का लाग्यो। कुशलले त्योभन्दा अगाडिको म्याचमा धेरै राम्रो प्रदर्शन गरेका थिए। नेपालले ब्याटिङ गर्दा पहिलो ओभरमै कुशल भुर्तेल जस्तो खतरनाक ओपनर आउट हुँदा नेपाललाई ठुलो झड्का लाग्यो। पहिलो नेदरल्यान्ड विरुद्ध उनी धेरै राम्रो खेल खेलेका थिए, तर हिजो भने खेल्न सफल रहेनन्। त्यसैगरी 5औं कारणमा रहेको छ नेपालका ब्याटरहरूबीच पार्टनरसिप राम्रोसँग जम्न नसक्नु पनि प्रमुख कारण रहेको छ। चाँडो विकेट गुम्नुले पनि नेपाललाई ठुलो झड्का लागेको छ। 6 नम्बरमा अर्को कारण मैले देखेको निर्णायक खेलको दबाब झेल्न नसक्नु। लक्ष्य ठुलो हुनासाथ हतासिने बानी आत्तिने बानी नेपाली खेलाडीहरूमा प्यासन छैन। नेपालले पावर प्लेमै महत्त्वपूर्ण 4 विकेट गुमाउनुले नेपाललाई हारमा परिणत गरिरहेको थियो। 7 नम्बरमा रहेको अर्को कारण मैले देखेको स्कटल्यान्डका ओपनर जर्ज मुन्सलीले निकै आक्रामक ब्याटिङ गरे। उनलाई नेपालले सस्तोमा समेट्न सकेन। यानि कि नेपालका बलरहरूले उनलाई सजिलै आउट गर्न सकेनन्। सुरुमै क्याच ड्रप भयो। नेपालका बसिर अहमदले क्याच गर्न सकेको भए सायद नेपालले त्यति ठुलो टार्गेट पाउने थिएन, यानि कि लक्ष्य पाउने थिएन, जसको कारण हार्नुपर्ने अवस्था भयो। उनले 39 बलमा 6 छक्का र 5 चौका सहित 79 रन बटुल्न सफल रहे। त्यसैगरी ब्रान्डन मैकुलमसँग राम्रो साझेदारी हुँदा स्कटल्यान्डले विशाल टार्गेट बनाउन सफल रह्यो। रिजन ढकालको बोलिङले सफलता हासिल गर्न सकेन। करण केसी जस्तो लयमा रहेको बोलरलाई रिजन ढकाललाई दिँदा नेपाली टोलीले रिजन ढकालबाट अपेक्षा गरेको निराशामा परिणत भयो। 3 ओभरमा बिना विकेट 35 रन खर्चे उनले। उनको योगदान खासै राम्रो रहेन, जस कारणले गर्दा हामीले सोचे जस्तो सफलता पाउन सकेनौँ। नयाँ खेलाडी रूपेश सिंहको प्रदर्शन पनि राम्रो रह्यो। उनले यो खेलमा निकै नै राम्रो महत्त्वपूर्ण योगदान गरेका छन्। तर जति ठुलो योगदान भए तापनि गेममा भने हामीले चाहेको जित थियो, जित हामीले हासिल गर्न सकेनौँ। आशा गरौँ आगामी दिनमा राम्रोभन्दा राम्रो खेलाडीहरूले चाहिँ आफ्नो कमी कमजोरीहरूलाई सुधारेर भविष्यमा ती कमी कमजोरीहरूलाई राम्रो तरिकाले आफूले नियन्त्रण गरेर आफूलाई सक्षम बनाएर नेपाललाई सफलता हासिल गराउनु हुनेछ भन्ने आशा गर्दै तपाईहरूलाई कस्तो लाग्यो यो भिडियो, मैले खोजेको जुन मैले देखेको कमी कमजोरीहरू यहाँ मैले बताएँ। तपाईहरूलाई लागेको कमी कमजोरीहरू पनि तपाईहरूले कमेन्टमा छोड्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। नमस्ते।